Welcome back to my channel. सबजनालाई वेलकम छ SGM ब्लग 466 मा आयो। सबजना सन्चै हुनुहुन्छ होला। हामी एकदम सन्चै छौं हैन। आज चाहिँ म यसो गाउँतिर आएको हैन, यसो जंगलतिर घुम्न लाग्यो है। हेर्नुस् हाम्रो गाउँको भ्यू, पुरै जंगल देख्नु भयो होला नि, बबाल छ जंगल हैन। त्यही हो, म चाहिँ टक्क लाएर दाउरा लिन आएको हैन। अब के गर्ने है, गाउँ घरमा आएपछि त काम गर्नु पर्यो हैन। धेरै लङ टाइम पछि चाहिँ म 3-4 वर्षपछि नै होला यस्तो जंगल छिरेको चाहिँ हैन, जंगलतिर आएको। त्यही हो, जस टक्क पारे बाबाहरू हुनुहुन्छ, दिदीहरू हुनुहुन्छ हैन, भाउजूहरू हुनुहुन्छ। टक्क त्यहाँ जानु पर्यो हैन, दाउरा साउरा ल्याउनु पर्यो नि त। घरमा नि दाउरा रहेनछ हैन। अब कति बेला आउँछ, त्यही बेलामा त्यसो दाउरा चाहियो नि त। त्यही भएर चाहिँ यसो आएको, तर बाटै भुले। म त बाटो चिनेको नि। टक्कै हेर्नुस् भ्यू, आमा जंगल देख्नु भयो होला नि, खतरा जंगल छ हैन गाइस। त्यही हो, रमाइलो भइरहेछ हैन। अनि चाहिँ बाइक धुन गएको, बाइक धुयो ट्रक्टर लाएर। अब दाउरा साउरा लाएर चाहिँ घरतिर जानुपर्छ। मजा आइरहेछ। खल्टु पाके होला, खल्टु खानु पर्छ जस्तो छ। खल्टु खानुपर्छ यस्तो छ बाटो। हेर्नुस् टक्क हैन, बाटो कराइरहन् यता मस्त है। त्यही हो, जस गाउँघरमा चाहिँ पहिला चाहिँ हामी वाइल्ड घुमिन्थ्यो क्या हैन। पहिला यही छ यहाँ एउटा हाम्रो उता खमरी भन्ने ठाउँ छ के, त्यहाँ चाहिँ पानी सानी हैन, यही बाटो जान्छ के। पानीहरू बनाउन आइरहेको थियौँ हामी पहिला सानो हुँदा हैन। यहाँ तल हुन्थ्यो खल्टुको बुटहरू छन्, त्यहाँ खल्टुहरू खान आइरहने। पहिला त बहुत रमाइलो हुन्थ्यो के, तर आजकल त अब सबै हैन, अब ठुल्ठुला हुँदै गयो पढ्नको लागि। अब कोही अब बुटोल काठमाडौँ भन्न लाग्यो, अब कोही चाहिँ अब विदेशतिर, इन्डियातिर त्यस्तै हैन। त्यही भएर गाउँघरमा नि कोही छैन के, सुनसान छ। त्यही हो, तर बचपनकै सब ठिक छ है बचपनमा हैन। न केही टेन्सन, न केही हैन, मस्त फ्रिडम हिँड्न पाइए हैन, घुम्नु खानु। यही बेलुका र खाना पाक्छ, बेलुका आयो हैन, खायो हैन। यस्तो हो अहिले चाहिँ हैन, कमाउनु पर्यो, जिम्मेवारी आफै गाह्रो छ नि। त्यही हो, अब आम्मामा यत्रो लान सकिन्छ? गाह्रो छ। यत्रो लिएर जाने होला मैले, सायद यो बोकाइदिने होला नि मलाई। गाह्रो छ, सकिन्छ कि नै थाहा छैन हैन। लेट्सी देखते क्या होता है। हेर्नुहोस् यो पानी, हामी आउँदै पहिला चाहिँ पानी बनाउन आइराख्छौँ कि, यस्तो छ बाटो पुरै। ल दाउरा के ल तैँले हल्टु लेखास्, के लेखास् त भाइ? टक्क दाउरा लिएर आउन, दाउरामा हेर्नुहोस् यस्तो बिरा लप्ठार बाटो छ। मैले के हो त लाने बाटो? आम्मामा यहाँ त खतरै रहेछ। यहाँबाट गइयो अन्त गइयो, फेरि गइयो, गइन्छ गाह्रो छ बाटो, गाह्रो हो। यो जङ्गल हेर्न सक्नुहुन्छ। हामी पहिला यो जङ्गलमा चाहिँ कुखुरा मार्न नि आउँथ्यौँ कि, तर अहिले त पुरै बाटो बनाएर पुरै भत्केर है, झुडीसुडी सब हटिसक्यो कि। यो त्यही पनि हुन त अब बर्खा लाग्ने टाइम हो नि त, अझै बर्खा त लाग्ने बेला भएन। त्यही हो, अब बर्खा लागेपछि बल्ल हरियाली राम्रो देखिन्छ नि त। रामे दाइ कहाँ हुनुहुन्छ हजुर? म कहाँ खाएर दाउरो मलाई त्यहाँ आउने हो। आम्मामा वहीँ तल जानु पर्छ। ए आम्मामा, यो चाहिँ हामीले अस्ति नै कहिले अन्त 2-3 वर्ष पहिला चाहिँ यो खेर ढालेको थियौँ, किनकि गाडा बनाउनुको लागि सानो हुँदा। अहिले पनि चाहिँ मलाई याद छ कि यहाँको। त्यही हो, हजुर गाडा बनाउने हो होइन? के को गाडा बनाउने? अब त गाडा कहाँ खेल्नु?
गाह्रो आय आय भिडियो यस्तो छ हाम्रो यस्तो छ गाह्रो छ ढिलो ढिलो भइहाल्छ गाउँघरमा यस्तै हो बुढा बोक्ने घर जाने दाउरा चिर्ने त्यही त होइन लुकेर त बेउ गाइज उहाँ दाइले काँचो ल्याउन यो बोटलाई चाहिँ हाम्रो घरतिर चाहिँ यसलाई के भन्छन् हाम्रो घरतिर चाहिँ राजु भन्छन् तपाईँको गाउँतिर के भन्छ कमेन्ट है गाइज टक्क हामीले दाउरा है हामी दाउरा खोज्न आएको दाउरा लिएर जाने बाइकमा बाँधेर दाउरा लिएर जानु ल त्यही हो गाइज रमाइलो भयो आज धेरै लङ टाइम पछि हामी दाउरा खोज्न आएको मतलब 4-5 वर्षमै आयो हामीलाई यो जङ्गलतिर त जे होस् ठिकै हो त सकिने रहन्छ सास मात्र बढ्दो रहेछ देख्न नि खोलो हामी पहिला त्यो खोलामा पनि पौडी खेल्न जान्थ्यौँ क्या देख्न सक्नु यो जङ्गल आमामा बाबा भाउजू बहनाको दिदी उता फेरि छोरो त्यही हो रमाइलो भयो हेर्दै गर्नु होला भिडियो चाहिँ यस्तै हुन्छ गो गाइज यसरी हामीले दाउरा लिएर जान्छौँ बाइकमा बाँधेर दाउरा लिएर अब मेरो बाइकमा नि दाउरा बाँधिदिने अरे चट्टा बेउ गाइज हामीले थाप्लामा बोक्दैनौँ बाइकमा बोक्छौँ दाउरा नि दाउरा घाँस थाप्लामा बोक्न सकिन्न अब खल्टु हजुर घरतिर के भन्नुहुन्छ यसलाई हाम्रो गाउँमा चाहिँ यसलाई खल्टु भन्छन् तेजु चाहिँ हो गाउँघर चाहिँ पाइन्छ खल्टुहरू टक्क मजा भन्ने होइन जानुपर्छ टक्क दाउरा पनि घर ल्याइसक्यो टक्क दाउरा चिर्ने अब माई होम फाइनली गाइज मेरो घर चाहिँ यो होइन गाउँको घर चाहिँ टक्क लाएर मेरो गाउँघर चाहिँ है गाइज कोही छैन सुनसान छ यार टक्क हो त्यो चाहिँ हाम्रो पवन दाईको पवन भाइ गर्थ्यो हो होइन यो चाहिँ सब मेरो दाजुभाइहरू टक्क ऊ चाहिँ हाम्रो मामा घर पवन अन्यारको पवन घर यो चाहिँ टक्क होइन यो गाइज टक्क पानीहरू डाङ्गै सुविधै छ घरमै पानीहरू टक्क आउँछ होइन जे जस्तो होइन ल यो चाहिँ पुदिना भन्छन् पुदिना लेलो पुदिना हाय 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 हो के अझ ठिक छ होइन मजाक मजाक मजाकको के हाय 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 हरि म बसाउँछु चट्ट यो हाम्रो अङ्कलको घर यो घर हाम्रो है
हाय हाय हेलो हेलो हाय के हो भने मलाई भाइले एनसी भएछ हामी गएर आयौँ दाउरा लिएर उता साझाघोडातिर है कता मजा आयो त्यही हो गाइज अब यस्तै यस्तै भिडियोहरू लिएर आउँछ होइन गाउँमा त खासै डुल्न पाएको छैन त्यही हो घरमा नि अब हल्का त्यस्तो छ चाहिँ म गाउँ आएको चाहिँ किन भनेपछि होइन मेरो भाइ चाहिँ उहाँ खोलामा चाहिँ पौडी खेल्न गएको थियो त्यही बेलामा चाहिँ खोला पौडी खेल्ने बेलामा चाहिँ डुबेर चाहिँ बितेको छ त्यो भएर चाहिँ म घर आएको कारण चाहिँ त्यो हो त्यही भएर खासै गाउँ डुल्न पाएको छैन होइन के भनौँ अरू त त्यस्तै छ होइन कति 16-17 वर्षको एउटा अङ्कलको छोरा अनि एउटा फेरि मेरो आफ्नो ठुलो बुवाको छोरो चाहिँ 19 वर्षको भएको थियो पौडी खेल्न गएको रहेछन् पौडी खेल्न जानेको रहेनछन् क्या अनि फेरि हिजो दुवैजनाको डेट भएको त्यसैले चाहिँ म अस्ति आएको थिएँ काठमाडौँदेखि अनि त्यही भएर खासै म गाउँ पनि घुम्न पाएन घरमा यस्तो भएपछि फेरि अब यस्तो भिडियोहरू बनाएर हिँड्न पनि त गाह्रो हुन्छ नि त त्यही भएर चाहिँ म हिँड्न पाएन त्यही हो त्यसको लागि चाहिँ क्षमा माग्न चाहन्छु सबैसँग त्यही हो गाइज अब काठमाडौँ कहिले हुन्छ अपडेट आउँदै गर्छ होइन काठमाडौँ कहिले जान्छु होइन हेर्दै गर्नु होला भिडियो सबैजनाले अहिले चाहिँ टक्क अब यसो फ्रेस हुनु पऱ्यो होइन त्यसपछि यसो घुम्नु पऱ्यो त्यहाँ हल्का काम छ होइन दाउरा साउरा चिर्छौँ अनि त्यसपछि चाहिँ के हुन्छ नेक्स्ट भ्लगमा हेर्दै गर्नु होला है त गाइज बाई बाई अहिलेलाई यति नै